यो हाम्रो चिलिङदेन हुँदै कोलबुङ जाने यो स्कुल जाने विद्यार्थी हिँड्ने बाटो चाहिँ यो अस्ति असोजको 18-19 गतेको त्यो अविरल वर्षातले पुरा पहिरो गई बाटो अवरुद्ध भएकोले बच्चाहरू स्कुल जान पनि धेरै अवरुद्ध भई आज चाहिँ हाम्रो गोल्डन ड्युक क्लबले चाहिँ यो हाम्रो फाक्टे 1 र 2 संयुक्त भई श्रमदान अभियान सुरु गरिएको छ। आज कार्तिक आज कति गते 22 गते कि 21 गते हो। आज कार्तिक 22 गतेका दिन बिहान सम्पूर्ण साबिक 1 र 2 काम र साथीहरूसँग भेला भई बाटो गर्ने कार्य श्रमदान मार्फत यो बाटोलाई चाहिँ विद्यार्थीलाई सहजता होस् भनी श्रमदान मार्फत हामीले काम सुरु गरेका छौं। पहिरोले यसरी बाटोमा बाँसका बोटहरू झारेका छन्। यो बाटो धेरै अवरुद्ध भएकोले आज बाटो सफा गर्ने काम हुँदैछ। चिलिङदेनदेखि फाक्टे हुँदै श्रीजडा कलान मावि कोलबुङसम्म जाने बाटो यसरी आज श्रमदान मार्फत खनिँदैछ है। यता हाम्रो साथीहरूलाई पनि देखाउनु पर्यो नि त। यहाँ हाम्रो युवाहरू यता माथि एक टोली छन्। अब यो हाम्रो यो चाहिँ सिधै भन्नुपर्दा हर्क साम्पाङ सिद्धान्त भन्नुपर्छ। हर्क बातलाई थोरै यसरी बाटो निकालिँदैछ। यहाँ पुरानो बाटो यहाँ हो। यहाँ पहिरोले चुटाएर लगेपछि हामीले विकल्पको रूपमा वरतिरबाट बाटो निकालिँदैछ। ल यस्तो छ। यसरी साथीहरू 2 ठाउँमा फ्याक भएर काम गरिरहेछौँ। हाम्रो श्रमदान टोलीहरू धमाधम छ नै। आजबाट हाम्रो श्रमदान सुरु भइसक्यो है। यो चाहिँ चिलिङदेन डाँडागाउँ हुँदै कोलबुङ जाने बाटो, कोलबुङ स्कुल जाने बाटो। हाम्रो लाउरे पनि आज यहाँ श्रमदानमा खटाइएको छ। म पनि सरिक भएको छु आज हाम्रो श्रमदानमा। यो हाम्रो हिजोअस्ति फिदिममा श्रम संस्कृति पार्टी 20 गतेको कार्यक्रम पश्चातको श्रमदान सुरु आज शनिबारबाट। हाम्रो युवाहरू टन्नै छन्। लगभग 30-40 जनाको आज उपस्थिति छ हाम्रो श्रमदानमा। 2 खण्ड बाँडेर काम गरिँदैछ। हाम्रो नेताजी पनि हुनुहुन्छ लाबाङ आजको श्रमदानमा। हाम्रो श्रमदान सकिएपछि अब फर्किँदैछन् हाम्रा युवाहरू। आजको हाम्रो श्रमदान टोलीहरू है के मानिरु ए युरा भयो हाना